हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भ्लग हैन। आज चाहिँ म चाहिँ घरबाट बल खेल्न जाँदैछु। अनि आजलाई चाहिँ म चाहिँ कता जाँदै गरेको भने चाहिँ टक्कसँग लाएर लुदिन मेला जाँदै गरेको। अस्ति कार्तिकको मेला सकेको छैन, आज मङ्सिरको 19 गते भइसक्यो। अनि आज पनि सकेको छैन हैन। त्यो भएर म चाहिँ जाँदै गरेको। आज बल खेल्नुपर्ने हुन्छ। आज हाम्रो सेमी फाइनल छ हैन गेमको। हाम्रो फेरि महिला र पुरुष हाम्रो गाउँको चाहिँ दुईटाकै अनि पुरुष अनि महिलातर्फको हाम्रो चेलीहरूको पनि छ। अनि त्यो भएर आज जाँदै गरेको। अनि त्यो भएर जाँदै गरेको घरबाट चाहिँ म एक्लै छु। माथि गएपछि साथीहरू भेटिन्छ। अनि आज गेम छ। आज बजारको माल पनि यस्तो देखाउनेछु म हैन, तपाईँहरूले मेरो देख्न सक्नुहुन्छ। अनि आजलाई चाहिँ भ्लग गर्दै गइदिएको। आजको म चाहिँ मेलाको दोस्रो दिनमा चाहिँ जाँदै गरेको हैन। अनि हिजो पनि जान्छ गएको थिएँ। हिजो चाहिँ भ्लग नगरिदिएको मैले है त। कता गएको म जाँदै गरेको। अनि यहाँ चाहिँ भत्ती जाँदै रहेछ, मसँगै जानुपर्ने हुन्छ हैन। ओहो, आजको दमदार प्रस्तुति दिनुपर्ने हुन्छ। आज भकुण्ड हाम्रो छ है। त्यो गाइस भएर देखाउन सक्छ सबै। गाह्रो छ है हामीलाई चाहिँ हिँड्नु होइन। अहिले भने चाहिँ गाह्रो भइरहेछ है त गाइस। म चाहिँ अहिले चस्मा लाएर हिँडिरहेको। अनि ब्लाइन्ड जस्तो देखिरहेको छ होला है। हेलो हेलो भन्थ्यौ आवर भ्लगमा छिटो। हेलो 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 ल है त 2 शब्द राखिदिनु होला। आजको गेम कस्तो हुँदैछ? कस्तो रमाइलो हुँदैछ। भोलि फाइनल छ, आउनु सबैजना। भोलि फाइनल चाहिँ यो कति दिन पर्छ। अनि अहिलेलाई भने चाहिँ साइली चोक पुगिसक्यौँ हामी। अहिलेलाई भने आमामा घाँसहरू चाहिँ के हो भाइ? यहाँ 2टा भाइ चाहिँ घाँस कटिरहेको रहेछ होइन। ओइ न भरे हेडमै लागेर पेक्लेक भइयो भने अलिअलि हो। साइली चोक गर्मी सरी भयो है गाइस। उसलाई भन्छ होइन। साइली चोकमा उपस्थित हुनुलाई सबैजना। खै काले चाहिँ ल स्वागत छ तपाईँलाई पनि। खै अरू काले पर होला होइन उता। अनि अल्लाह भने चाहिँ हामी साइली चोकबाट हिँड्दैछौँ है त गाइस। खेतक छोडेर लुदिन पाखा मतलब लुदिन पाखा पुग्नुपर्ने है। अनि अगाडि साथीहरू हिँडिरहेछ, पछाडि पनि आइरहेछ होइन। हामी चाहिँ खेतोक रोड 1000 गर्यो हौजी जाँदै गरेको है। अनि म चाहिँ यता छु। आमामा घाम लाग्यो। मेरो त आँखा कस्तो भइरहेछ। आज जित्ने छ कि नजित्ने हो केटाहरूले फिक्स हो भन्दै साथीहरूले। फाइनल चाहिँ म खेलिनँ भने चाहिँ जितेन है। तर वेलकम टु माई न्यू भ्लग। ए न्यू त होइन म त कति चौथो भ्लग। आज चाहिँ हामी लुदिन मेला जाँदैछौँ। आज चाहिँ दोस्रो दिन हो होइन। र आज चाहिँ हाम्रो तिमीले हाफपेन्टहरू लियो ला मैले हाफपेन्ट बिर्सेँ। त्यसो भन्दा अब मैले हाफपेन्ट बिर्सेँ गाइस। ल तपाईँ चाहिँ किन पर्नु भएछ? अनि 3टा 7 स्टार त के हो दाजु?
के को उपलक्ष्यमा हो दाजु यो बुढीले एक लादिएर एक इसा झारिदियो अरे नि अस्ति हो हप्का भन्नु यो के अरे पुल चाहिँ कहिले कम्प्लिट गर्ने नि यो चाहिँ के हो यो बाटै तर्ने उद्देश्य हो अबलाई चाहिँ उकालो लाग्नुपर्ने हुन्छ है हामी चाहिँ उकाली है पोहोरको याद आउँदैछ म त्यहाँतिरको त साथीहरूले बिजक बनाएको याद सिमहरको ठाउँ हो माथि हो है उकालो जानुपर्ने है हामी चाहिँ अहिले चाहिँ मान्छे धेरै भइसक्यौँ है गाइज होइन यहाँ चाहिँ पनि धेरैजना हिँड्दैछ हामी पनि यहाँ आज हल्ला चाहिँ कस्तो आउँछ होला खेतको चाहिँ अनि बुढापाकादेखि लिएर सानो बच्चासम्म छौँ हामी समर्थकहरू चाहिँ हेर्नु सक्नुहुन्छ है हाम्रो केएफसी खेतकको समर्थकमा हाम्रो दिक्कु त हिँड्नु भएको छ होइन समर्थकमा चाहिँ कस्तो होला नि हामी आम्मा फाइनली लुलिन हामी पुगिसकेको छौँ रोडमै है कस्तो भाइ कस्तो देखिरहेको छ गाइज कमेन्ट गरिदिनु पर्यो भन यस्तै हो 46 देखिरहेको छ हामी चाहिँ लुलिनको हावाले छुँदैछ अहिले चाहिँ है लुलिनको मम्मी भाइ चाहिँ कस्तो छप्री रहेछ है हामी यस्तै त हो नि ब्रो छप्री त्यसो नबोले भयो नि होइन यो भाइ चाहिँ अलिक फटाफटा छ है अब हामी बजारको माहौल देखाउनेछौँ हाम्रो चेलीहरूको चाहिँ केही भइसक्यो अरे है भाइले कस्तो भनिदिन्छ अनि फेरि अर्को खिचेर यो भाइ चाहिँ अलिक पक्ला छ होइन आधी खुस्केको आधी मात्रै आधी खुस्केको होइन के भनिदिएको गाल्न पारो न हामी खुस्केर म चाहिँ पछाडि जाँदै गरेको अब हामी बजार पुगिसक्यौँ अल्ला भने चट्टसँगले है देखाउनेछौँ अनि त्यसपछि तर अहिले भने बजारको माहौलमा चाहिँ मान्छे छैन रहेछ है यो भाइले अब थर्काउने छ यो आइपुग्यो बजार लुदिन बजार लाग्छ मलाई एकदमै यहाँको नजारा यही हामी पनि चट्टसँगले यस्तो कहिले उकाली ओह्राली घुम्न जाऊ कान्छी बजार चाराली आमामा यस्तै छ है फेरि भन्छ चाराली अनि यतिकै मात्र तपाईहरु चाहिँ गेम सकेछ सर है हाम्रो दाजुलाई देखाइदिउँ न हामी चाहिँ बजार छिरिसकेछौँ अहिले भने है अब बजारको माहौल देखाउनेछौँ देख्न सक्नुहुन्छ खै हाम्रो कालेहरू त कता गयो पेनल्टी पुगेछ त नि ला हो के भयो नि आच्चै हामी आउँदै त्यसरी बेला नहान्नु नि हो कति भयो के भयो हेलो है हाम्रो चेलीहरूको धेरै छ है सेभ गरिदेऊ एलिसा मेरो कसम बाहिर कराउनुकै दुःख मात्र भयो नि ओ भाइ हजुर खै काली दाइ बिर्सेन त कता छ गोल
पावर हान्यो नि त जितिन्छ कि के फाइनल पुग्यो कि क्या हो हाम्रो चेलीहरू त लु लु बाहिर है अब चाहिँ माया दिदीको चाहिँ बाहिर ओइ 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 फाइनल पुग्यो आमा लु है माहौल फाइनल जितेको छ ए सेमी जितेको छ होइन हामी पनि फिक्स हो अब भेटरान्ससँग भेटरान्स आमा खुसी पो लाग्यो सेमी जितेको खुसियालीमा है हाम्रो साथीहरूको हाम्रो चेलीहरूको चाहिँ ल के साह्रो हाँस्दैछ खै बहिनी हाल्छ जाउँ हामी खै टोलीहरू हाम्रो यहीँबाट बधाई छ है बधाई छ है तपाईँहरूलाई चाहिँ ल है हार्दिक बधाई 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 छ है जर्सी चाहिँ खोलिहाल्नु होला है ए हाम्रो टोलीहरू चाहिँ के साह्रो धेरै है भने हामी चाहिँ जर्सी चेन्ज गर्न जाँदै गरेको है जर्सी बोकेर जाँदै गरेको होइन हाम्रो केटा चाहिँ यता जर्सी चेन्ज गर्ने है जर्सी चेन्ज गर्नु होला है तपाईँहरू चाहिँ 10वटा छ जर्सी ए 10वटा हाफ प्यान्ट चाहिँ 7वटा 8-9वटा छ जित्ने हो नि यति हो जित्ने हो नि पुग्छ जर्सी सबैलाई क्यामेरा चाहिँ बन्द देखाउँ न कपाल हेर न मैले अनि क्यामेरा हुन्छ त किपर 5 नम्बरको ओ किपर 5 नम्बरको आले भाइले चाहिँ यहाँ फेरि है यो आपाले चाहिँ डाइस खेलिरहेछ गोटे ब्याक नाम छैन ओ मर्लास है भाइ मर्लास हेर्नुहोस् यस्तो छ ल आइहाल्छ 50 वटा 5 वटा हुन्छ हैन तपाईको चिडी यो लगा त अब यहाँ सुनेर गछ गोल पनि खाएको चाउमिन पनि खाने अब चाहिँ ल अब बेलुका पनि जानु होला नि मलाई घरसम्म नै जाने बाइक भेटिसक्यो हो र बस तिराउनु पर्दैन जाउँ बस 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 राखिदेऊ यहाँ के मोमो हो खाइदिन्छु म यो भेज मोमो चाखौँ न नुनै छैन त नि नुनै छैन हो चम्चीलाई बस्छ एउटा चुरो ल्याइदिनु अब भयो केटाहरू खै त नि आएको त तर्सिन कफी खाँदा चाहिँ माछाला चिसोमा चाहिँ माल हुन्छ छुट्टी खाएको चाहिँ पब्लिक नगरौँ ल भाइ त्यो गेमको कुरा छोड्दै तेरो रेफ्रीलाई चाहिँ बाटामा भेट्यो भने धुप्पो खै मैले खाएकै छुइनँ हौ योले खाएको छैन उदय र यसले खाएको छैन होला तीनटा हामीले खाइसक्यौँ बुझेको त कति भाइ 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 कतै आफिया नि भन्यो
तर हामीले भन्दा प्रेसर चाहिँ यस्तो के अरे यस्तोले दिनुपर्ने हो नि त क्याप्टेनले नि हामीलाई त्यहाँ अलिक बोल्यो भने त्यसले कार्ड देखाइदिन्छ नि त म जस्तो छातीसँग नगएको हाम्रो समर्थकहरू यस्तै हुनुपर्छ है यत्तिको चाहिँ हुनुपर्छ है जोस किन रोक्नु मलाई चाहिँ खाजा छ छैन फेरि होइन खाइसक्दा पो रहेछ हारिहालिस् गोल खाइहालिस् मोमो खा भाइ यासाला 2 मात्र हो काली चाहिँ त्यहाँ खाँदैछ अहिले गेम हारेर के छ यहाँ कटिङमा पनि त हेर्न सक्नुहुन्छ भाइ हात काट्नुहोस् नि फेरि अलिकति आयो होला नि के लागि काटेको भाइ तिमीले चाहिँ चाउमिनको लागि केटा हो अलिक मसिनो काट्न हो होइन यो त भरे हेर्न पाक्दा ओर्दा हिँड्छ नि त मामा सघाइदिइहाल्यो साथीले मोमो बनाउने तरिका चाहिँ यहाँ सिक्नु होला है हाम्रो खेतकमा चाहिँ फेरि ट्रेनरहरू हुनुहुन्छ नि फेरि होइन अङ्कल प्योर नेपालको एक गाउँको के अरे कोपीको यो चाहिँ हो अर्ग्यानिक आटाको कि मैदाको यो चाहिँ यो मैदा आटाको त तर फसाक हुँदो रहेछ हाम्रो यहाँको के अरे ठुलो मान्छे ल ए यो भाइ त झन् खत्ता बोल्दो रहेछ हौ यो भाइको पनि सबै पाउँछ नि फेरि माथि उसको घर गयो हुन्छ फेरि मोमो बाँकी रहेछ सुप यस मेरो मौली पनि धेरै हुँदैछ है हटा यता मेरो मौली नै है यता पनि मेरो मौली नै हो डाइस खेलाइ चाहिँ हाम्रो चाहिँ यहाँ अहिलेलाई भने होइन डाइस खेलाइ 25 नै हो चिडी 20 रुपैयाँ हाने हुँदैछ मैले चाहिँ मुन्डीमा राखेको छु मेरो हो त्यो मुन्डीमा मेरो 20 हैन मेरो 20 ओइ यता मेरो 20 हो तपाईको 10 तपाईको 20 भयो मेरो हो 25 हुन्छ त्यही मुन्डीमै होस् न त्यो नझुन्डाउनु मेरो है त्यसो नगर्नु न त्यतिका अर्काको त त्यो मेरो हो त्यहाँ नगर्नु न त्यतिका त्यो मेरो हो फेरि अङ्कल उठाउनै त्यहाँ राख्ने 20 रुपियाँ खुरुक्क त्यहाँ चुप लागि त्यो मेरो 20 हो है कुन यस्तो हो मेरो 20 मात्र यति चाहिँ हो यसो चाहिँ हो फाल्टै हो त्यो 20 भयो जामा गिराए त उठाउनु न त्यतिका चिडी बाइक छैन चिडी भट्टे छ 75 पर्यो इन्टा 3 को इट्टा चाहिँ 2 मात्रै छ है 3 नि कसम फेरि तँले अहिले पढे किन पढाइ अहिले म आशा दिएँ है अनि म इटा 3 जना किन पढाइ हिँड्नु किन तँले पठाउनु रात्रिकालीन मेला चाहिँ यस्तै छ है साथी हो मेला भनेको यो सालको यस्तै र यो मान्छे जम्मा जम्मी गर्ने भने पनि 100 जना पुग्दैन होला है गफ चाहिँ नजिक त हुन्छ त्योसँगले होइन अनि यो मेरो मौलीले चाहिँ फटा गरिरहेछ होइन फटा चाहिँ बोलेको होइन मेरो मौली फटा छ
छोटोसँगले हामी चाहिँ अब बजार घुम्दिरहेको अब रातिकालीन पनि आउनेछौँ अहिले मध्यरात छ कि आधीको रात अन्त सँगले अब रातिको मेला अहिले भनेको यस्तै छ अमित सर यता अलिक पर गएर थोडा हिँड्न हान्नु लुरिङको मेला सेमी फाइनलको दिन रात्रिकालीन मेला सुरु भयो डान्स हाम्रो घर चाहिँ यहाँ छ है अनि यता चाहिँ दा स्टोरी अहिले भने अहिले चाहिँ हाम्रो डान्स हुँदैछ है हाम्रो ग्रुप हो यता चाहिँ फेरि चाहना मेरो यो कुरा मानु न चाहन्छु केवल तिमी बना त्यसैले नजाऊ छोडेर जसिलो कुरा छ मेलामा मान्छे नै नभएर माहौल बिजोग छ है जाडो भएर छ है एकदम चिसो छ होइन अलिअलि चिसो हराएको त बेडा न भाइ रात्रिकालीन हामी चियरलाई भने छोटोसँगले ग्राउन्ड घुम्न जाँदै गरेको है त गाइसहरू हामी यहाँ माथि चाहिँ दुईवटा बत्ती चाहिँ मरिरहेको रहेछ है सुविधा देख्न सक्नुहुन्छ बेलुका पनि बलिन सकिन्छ है होला भने अनि छोटोसँगले हामी चाहिँ मेरो माउलीसँग बानीपुर जाउली भन्दै हामी चाहिँ ग्राउन्ड घुम्न गएको अघि दिउँसो त यहाँ पस्न पाइएन एकछिन चाहिँ पस्नु पाएको थियौँ त्यसपछि भएर त खेल्न पाइएन मन दुःख छ तर पनि हारिहाल्यो होइन हारिहाल्यो जे होस् हारिहाल्यो तर पनि रमाइलो छ उपर हेरौँ यहाँ प्रति नसकिला जस्तो छ है गाइजहरू होइन नझै म त फेरि अहिले किडन्याप हुन्छ होला नि त मलाई फोटो हानिदेऊ ल